नमस्ते सबैजनालाई। नयाँ देश नयाँ भिडियो। म अहिले श्रीलङ्काको राजधानी कोलम्बोको बन्दरनाइके अन्तर्राष्ट्रिय विमानस्थलमा छु। अब यो देशमा मेरो यो पहिलो पटक हो। अब ट्रान्जिटको बेला त परिरहेको थिएँ, एयरपोर्टमा बसिरहेको थिएँ, तर बाहिरै निस्किने गरेर यो चाहिँ पहिलो पटक हो। हेरौँ कस्तो हुने रहेछ, बाहिर जाउँ, एक्सप्लोर गरौँ। यहाँ आउनको लागि हामी नेपालीहरूले भिजा लिनुपर्छ। यदि हजुरहरूको कुनै कन्ट्रीमा जाँदै हुनुहुन्छ अथवा कुनै कन्ट्रीबाट आउँदै हुनुहुन्छ भने एउटा इटिए फर्म भर्नुपर्ने हुन्छ। त्यो फर्म भरेपछि 48 घन्टासम्मको भिजा, ट्रान्जिट भिजा जस्तै भनौँ, ट्रान्जिट भिजा त होइन है त्यो भिजा चाहिँ पाइन्छ। त्यो भिजाले 48 घन्टासम्म बस्न मिल्छ। यदि कहीँ जाँदै अथवा कहीँबाट आउँदै हुनुहुन्थ्यो भने होइन यही देशमा नै बस्ने हो अथवा यही देशमा नै घुम्ने हो भनेर आउने हो भने भिजा लिनुपर्छ। भिजा हाम्रो बुढा नीलकण्ठमा छ, श्रीलङ्कन एम्बेसी, त्यहाँबाट भिजा लिन सकिन्छ। भिजाको लागि लगभग लाग्ने भनेको 3-4 दिन जति हो। 3-4 दिनमा चाहिँ हजुरहरूको भिजा आउँछ। हामी त्यहाँ बुढा नीलकण्ठमा गएर श्रीलङ्कन एम्बेसीमा एप्लाई गरिसके पछाडि। र यो देशको कुरा गर्दा यो देशको जनसङ्ख्या 2,30,00,000 हाम्रोभन्दा अलिकति बढी छ, अलिकति कम्ती छ के अरे। अनि बुद्ध धर्मावलम्बीहरू यहाँ म्याक्सिमम बुद्ध धर्मावलम्बीहरू छन्। त्यस्तै हिन्दू पनि छन्। लगभग 70% जति बुद्ध धर्म मान्नेहरू छन्। अनि 10% प्लस चाहिँ हिन्दू धर्ममा मान्नेहरू छन्। 10-15% होलान्। अनि अलमोस्ट 10% फेरि इस्लामिक पनि छन् र अरू सबै बाँकी क्रिस्चियनहरू पनि छन्। अनि यो एयरपोर्टको नाम बन्दरनाइके भएको यहाँको पहिलाको एउटा प्रधानमन्त्रीलाई ट्रिब्युट गरेर, जस्तै हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्ने छ नि, हाम्रो राजालाई सम्मान स्वरूप गरिदिएको, त्यस्तै यहाँ पनि यो पहिलो प्रधानमन्त्री राम्रो काम भएको हुनाले यो यहाँ भएको मान्छेहरू अलमोस्ट सबैले यहाँको सियाली भाषा भन्ने बोल्दा रहेछन्। अनि यो कोलम्बो सहरको नाम चाहिँ कसरी कोलम्बो रहन भयो भने पहिला कोलम्बा होला सायद। कोलम्बा यहाँको बन्दरगाह अथवा घाट भन्नेलाई यहाँको भाषामा भनिँदो रहेछ। पछि यहाँ पोर्चुगिजहरूले राज गरे हो। उनीहरू आएपछि कोलम्बसलाई ट्रिब्युट दिनको लागि उनीहरूले अलिकति नाम बदलेर अनि कोलम्बो राखेको। त्यसरी यो ठाउँको नाम कोलम्बो रहन गएको। ल अब यहाँ इमिग्रेसन के कटेर म हजुरहरूसँग बाँकी कुरा गरौँला है त। म चाहिँ अहिले इमिग्रेसनमा त्यस्तो खासै केही पनि भएन। होटल बुकिङहरू के छ, भिजा के कसो भनेर त्यही मात्रै सोधेँ। अनि यहाँको लागि चाहिँ पर्फेक्ट भनेको अरू अनि यहाँको चाहिँ नेटवर्कहरू त अरू पनि छ होइन, तर डायलग भन्ने सिम लिनुभयो भने त्यसको नेटवर्क कभरेज अरूको तुलनामा अलिकति राम्रो पनि हुने रहेछ। त्यो हाम्रो नेपाल, अब हामी नेपाली भएको हुनाले एनसेलकै कम्पनीले बनाएको रहेछ। अनि हामीलाई आफ्नो जस्तो पनि लाग्ने, प्लस राम्रो पनि छ त्यो डायलगको नेटवर्क कभरेज पनि। त्यो लिनुभयो भने पनि हुन्छ। अनि त्यस पछाडि यहाँ यताउति हिँड्नको लागि, सिटीमा यताउति हिँड्नको लागि, जस्तै हाम्रो नेपालमा पठाओ, इनड्राइभ, याङ्गो छ नि, त्यस्तै यहाँ पिकमी भन्ने एप छ। हजुरहरू यहाँ आउँदाखेरि मोबाइलमा त्यो पिकमी एप डाउनलोड गरेर आउनुभयो भने त्यसमा ट्याक्सी पनि छ, रिक्सा छ, बाइक छ, सबै छ। एकदम सजिलो हुन्छ। अब हामीलाई त पठाओ, याङ्गोहरूको आदत लागेको छ नि, त्यसमा सजिलो पनि हुन्छ प्लस सस्तो पनि। त्यो यहाँ पिकमी भन्ने एप डाउनलोड गरेर आउनुभयो भने ट्रान्सपोर्टेसनको लागि त्यो एकदमै सजिलो हुन्छ। ल अब म यहाँबाट बाहिर निस्किँदैछु। म चाहिँ अहिले यहाँ बाहिर निस्किसकेँ। अब करेन्सी एक्सचेन्ज गर्नको लागि यो ठाउँहरू छ। एक्सचेन्ज यहाँ गर्दा पनि हुन्छ, बाहिर गर्दा पनि हुन्छ। अब ट्याक्सी लिनुपर्ने, त्यही भएर यहीँबाट गर्दाखेरि राम्रो। हुन त रेट चाहिँ बाहिर राम्रो पाइन्थ्यो। मैले यहाँबाट मनी एक्सचेन्ज पनि गराएँ।
यो भित्रको रेट अलिकति कम्ती हुन्छ, हजुरहरूलाई थाहा नै छ। त्यही पनि $100 एक्सचेन्ज गराएको 32,500 आउने रहेछ। यो फाइनल्ली हजुरहरूलाई नि मैले देखाएँ। वेलकम टु श्रीलङ्का, वेलकम टु श्रीलङ्का। हो यहाँबाट मैले ट्याक्सी पनि लिइसकेँ। मेरो होटल जानको लागि 8,000 जति लाग्ने रहेछ यहाँको पैसा। हाम्रोमा त थोरै हुन्छ, अलिकति टाढा छ किनभने त्यो सिटी कोलम्बो मेन सिटी यो एयरपोर्टबाट 30 किलोमिटरभन्दा बढी छ। त्यो हुनाले अलिकति बढी लाग्छ। मैले ट्याक्सी पनि बुक गरिसकेँ, आउँदैछ। अब यहाँ पैसा पनि एक्सचेन्ज गरेर अनि म होटलतिर जान्छु अनि चेक इन गरेर म यसो सिटी एक्सप्लोर गर्नलाई बाहिर निस्किन्छु। मैले अघि के अरे $100 को साटेर लिएर आएँ। यो 500 को नोट भयो, अनि यो चाहिँ 2000 को, अनि यो 5000 को। 5000 को 1 2 3 4 5 6 6 5 30,000 32,500 टोटल पाइयो। म अहिले बाहिर निस्किसकेको छु। हाम्रो ट्याक्सी चाहिँ खोइ आइसकेको छ। यसमा उहाँले बुक गर्दा थियो। खोइ यो भित्रको एउटा कम्पनी रहेछ। त्यो कम्पनीसँग पैसा पेमेन्ट गरेपछि उनीहरूको ट्याक्सी चाहिँ यहाँ बाहिर। दिस इज आवर, थ्याङ्क यू सर। म चाहिँ निस्केर अब होटलमा जानको लागि यो ट्याक्सीभित्र बसिसकेँ। अब मेबी आधा घन्टा जति लाग्छ होला। 30 किलोमिटर टाढा छ। हेरौँ। अहिले हामी हिँडिरहेको चाहिँ यो एक्सप्रेस वे हो। सिटीमा जानलाई एयरपोर्टबाट दुईवटा बाटो रहेछ, एउटा नर्मल बाटो, एउटा यो एक्सप्रेस वे। अनि नर्मलबाट जाँदाखेरि अलिकति बढी टाइम लाग्ने नै भयो, त्यो थाहा भएकै कुरा हो। भिडभाड पनि हुने भयो। त्यो एक्सप्रेसबाट वेबाट जाँदाखेरि लगभग अब त्यो नर्मलबाट जाँदाखेरि अब यो ड्राइभरले चाहिँ के अरे अलमोस्ट 1 घन्टा जति लाग्छ भनेर भन्यो। अनि यहाँबाट जाँदाखेरि 35 मिनट, म्याक्सिमम् भनेको 40, ल नभए 35 भनेको 25 मिनट जति हुने रहेछ। तर उता नर्मलबाट जाँदाखेरि हजुरले एयरपोर्टमा जतिमा डिल गर्यो त्यति नै पैसा दिनु पर्यो। यताबाट जाँदाखेरि यहाँ यो बिच बाटोमा टोल पर्दो रहेछ। टोलको 400 लाग्दो रहेछ, यहाँको 400। त्यो चाहिँ आफैले नै तिर्नुपर्ने। यो 400 चाहिँ आफूले नै तिर्नुपर्ने रहेछ यो टोलबाट जाँदाखेरि। यो एक्सप्रेस वे त्यहाँ ओके के अरे त्यहाँ 400 तिरेर यहाँको पैसा यो एक्सप्रेस वेबाट आयो। यहाँ भिडभाड पनि धेरै हुने रहन्छ, गाडी पनि मजाले छिटो। हामीसँग धेरै समय पनि थिएन। होटलमा गएर चेक इन गरेर एकछिन बाहिर निस्क्यौँला भनेर सोचिरहेको थियौँ। यो सजिलै पनि हुने रहेछ, राम्रो पनि हुने रहेछ। त्यो हजुरहरूको लागि अप्सन भयो आउँदाखेरि, लामो बाटो जाने कि छोटो बाटो जाने। लामो बाटो जाँदा केही पनि तिर्नु परेन, छोटो बाटो जाँदाखेरि तिर्नु पऱ्यो। अब 400 भनेको अब हाम्रोमा कति हुन्छ, हाम्रो 1 को यहाँ 2.5 जति हुने रहेछ जति है। एक्ज्याक्ट त मलाई पनि थाहा छैन, गुगल गरेर हेर्नु। तर 1 को 2.5 जति हुने रहेछ। अब त्यति पैसा यहाँको 400 रुपियाँ चाहिँ तिर्नुपर्ने रहेछ। बाटो पनि राम्रो, भिडभाड पनि नहुने। मलाई चाहिँ यही बाटो ठिक लाग्यो। त्यो हामी अब हिन्दू भएको हुनाले रावण पनि हाम्रो ग्रन्थमा छ नि त। त्यो जुन रावणको लङ्का थियो त्यो चाहिँ यो कोलम्बो सिटीबाट अलमोस्ट 200 किलोमिटर जति टाढा रहेछ। त्यहाँ जानलाई अब यही गाडीमा पनि जान सकियो। उनीहरूले पनि लैदिनु रहेछन्, सजिलो पनि हुन्छ। एक्सप्रेस वे त्यहाँ जानलाई पनि बाटो पनि राम्रो छ अरे। म अब अर्को पब्लिक बसहरू युज गरेर जाँदा पनि भयो, तर यसरी जाँदा पनि सकिने रहेछ। 200 किलोमिटर जति टाढा पर्दो रहेछ। ड्राइभरको कुरा सुन्दा त मलाई नि अचम्मै लाग्यो। पहिला जुन त्यो यहाँ तख्ता प्लट भएको थियो नि, हाम्रो नेपालमा नि कति भने सुन्नु नि श्रीलङ्का हुन्छ, श्रीलङ्का जस्तो हुन्छ भनेर। यहाँ चाहिँ अहिले पहिलाको तुलनामा अहिले त 200% जस्तै क्या। लगभग पहिला अब पेट्रोल 160, बिफोर पेट्रोल हाउ मच 160 175 now 420 not 20, 410. 410 पहिला चाहिँ 100 यहाँको 175 रुपियाँमा पेट्रोल पाउँथ्यो अरे, अहिले 420 पर्छ अरे। खाना पहिला 250मा, यहाँको 250मा एक छाक खाना पाउँथ्यो अरे, अहिले 700 पर्छ अरे। के भन्नु है, महँगाइ त यस्तो बढेछ यहाँ। यो आउँदा यो यहाँको फेमस त्यो लोटस टावर हो कि के भन्छ हो, त्यो टावर चाहिँ देखिहाल्यो है। यो
अग्लो पनि छ, प्राय ठाउँबाट देखिन्छ पनि। यो सिङ्गम मुभीमा पनि छ त्यो सिन, धेरै टाढा टाढाबाट पनि देखिन्छ। ल सिटी अलमोस्ट आइपुग्न लाग्यो जस्तो छ। अब हाई राइज बिल्डिङहरू देखिन थाले, सिटीको भाइब्स चाहिँ आउन थाल्यो है। फाइनल्ली हामी सिटीमा इन्ट्री गऱ्यौँ। अब ल अब यो गाडीहरूको मूल्य पनि, गाडी नै किन्दा, पेट्रोलको त कुरा छोडिदिनु, गाडी नै किन्दाखेरि पनि पहिला 45 लाख पर्ने गाडीलाई अहिले 1 करोडभन्दा माथि छ अरे यो 3 वर्ष 4 वर्षको पिरियडमा। अचम्म, महँगाइ त यति धेरै बढ्या रहेछ नि यहाँ, पुरै छोड्दिनँ। ल फाइनल्ली आयो, सिटीमा इन्ट्री गरियो है त। त्यही रहेछ, कति नै लाग्यो होला, आधा घन्टा। अब यहाँबाट होटल पनि जानु पऱ्यो, त्यही हो 35-40 मिनटमा मजासँग पुगिने रहेछ। एक्सप्रेस वेको बाटो आयो भने अब अर्को त हिँडिएन, थाहा भएन अब यसले अलि भिड हुन्छ, त्यताबाट नर्मल हो, टोलहरू पनि हुँदैन, पैसा लाग्दैन भनेर भन्थ्यो के अरे। भन्न त, तर टोल पर्दैन भनेपछि अभियसली यहाँको लोकल मान्छे अथवा धेरै मान्छेहरूले त्यस्तै बाटो युज गर्छन्। त्यो बाटो युज गर्दा बित्तिकै ट्राफिकहरू बढी हुन्छ, यो त्यो हुन्छ, त्यही भएर यो बाटो आइयो, आनन्दै। टक्क हामीले बुद्ध भगवान् देख्न पाइहाल्यो आउँदा बित्तिकै। प्लस यहाँ जामले पनि हामीलाई स्वागत गरिसक्यो सिटीमा, अनि यसै थाहा भइहाल्छ। अर्को कुरा एउटा, खोइ मलाई चाहिँ अचम्मै लाग्यो, प्राय सबै गाडीहरूको नम्बर प्लेट चाहिँ पछाडि येल्लोमै हुने रहेछ, प्राइभेटको पनि रेन्टको पनि। अनि अगाडिको मात्रैको फरक हुन्छ अरे, अगाडिको कुनैको सेतो हुन्छ अरे, त्यो भनेको प्राइभेट रे, यो पछाडि चाहिँ सबैको नै हुने रहेछ, के अरे पहेँलो नै हुने रहेछ। ल हजुरहरूले नि यहाँ भिडियोमा हेर्नु, सबै पहेँलो देखिन्छ। र जो रजिस्टर भएको छैन, जस्तै हामीले अन टेस्ट लेखेर घुमाउँछौँ नि, हो त्यस्तो चाहिँ यहाँ कालो नम्बर प्लेट दिने रहेछ, त्यो नम्बर नआउने बेलासम्म। त्यो उताको लाइनमा हेर्नु है, फेरि उता अगाडिको सबैको सेतो छ, सेतो अगाडिको चाहिँ सेतोमा आउँछ है। ल हेर्नु है, सेतो छ, पछाडिको चाहिँ सबै पहेँलो, अचम्म रहेछ। अनि जो अन टेस्टवाला हुन्छ तिनीहरूको चाहिँ कालो नम्बर प्लेट हुँदो रहेछ। जबसम्म नम्बर आउँदैन उनीहरूले एउटा टेम्पोररी खालको नम्बर पाइँदो रहेछ, त्यो टेम्पोररी नम्बर हालेर चाहिँ चलाउन पाइने, पछाडि पर्मानेन्ट आएपछि त्यो निकालेर फालिदिनु पर्ने। टेम्पल टावर है, यही हो। अब यहाँको फेमस भने यही टावर, फेमस अरू पनि छ, यो पनि धेरै मान्छेहरू आउँछन् हेर्नलाई। लोटस टावर यो फिल्ममा पनि धेरै उसमा देख्न पाइन्छ। यो एउटा मुख्य एट्र्याक्सन यसलाई नि मानिँदो रहेछ, यहाँ मानिन्छ। म पनि जान्छु हेर्नलाई कस्तो रहेछ टावरमा। BYD यहाँ पनि रहेछ, यहाँ पनि एकदम पपुलर रहेछ BYD को गाडीहरू। यो चाहिँ BYD को सोरुम। हुन त विश्वभरि नै चलिरहेछ, श्रीलङ्कामा नचल्ने भन्ने त कुरै भएन। अरू गाडी कस्तो गाडीहरूलाई टक्कर दिइरहेछ होइन, नेपालमा पनि मजाले चल्यो नि। हुन त BYD आएपछि धेरै मान्छेले इलेक्ट्रिक गाडीहरू चल्न थाले। पहिला त्योभन्दा पहिला अरू पनि थियो, तर त्यति धेरै चहल पहल थिएन। BYD आए पछाडि अनि चहल पहल हुन थाल्यो। यो पिपल्स ब्याङ्क भनेको यहाँको ब्याङ्क रहेछ। यो चाहिँ यो अगाडि देखिएको बिहार महादेवी पार्क भन्ने रहेछ। यो यहाँ चाहिँ फ्री इन्ट्रान्स रहेछ। यो सिटीको अलमोस्ट सेन्टर जस्तैमा छ। मजासँग आएर यहाँ घुम्न नि पाइन्छ। बिहार महादेवी भने हामीलाई नाम पनि चिने सुन्या जस्तो लाग्ने होइन। हुन त बुद्धिस्ट कन्ट्रीहरू भयो, त्यसैसँग रिलेटेड बिहार गुम्बा यस्तो त यहाँ पनि हुन्छ होला, त्यसैसँग रिलेटेड रहेछ। राम्रो रहेछ पार्क, हरियाली टक्क, मान्छेहरू बेलुका हिँड्न गर्न पनि हुने, राम्रो लाग्यो। ल यो चाहिँ गले रोडतिर हामी आइपुग्न लाग्यो। यो अग्लो बिल्डिङहरू, होटल, फाइनेन्सियल टावरहरू देखिन थाल्यो। यो एरिया चाहिँ यो सिटीको अलमोस्ट सबैभन्दा डेभलप, यो 15वटा भागमा बाँडिया रहेछ। कुनै कता यो चाहिँ अलि डेभलपमा पर्दो रहेछ यो एरिया चाहिँ। हाम्रो होटल पनि यही नै हो, यही एरियामा। फाइनल्ली यो होटलमा आइपुगेँ। यो ग्रान्ड बेल भन्ने होटल हो। यता यो साइडमा चाहिँ सी छ,
यो साइडमा अनि यो चाहिँ होटल हो। अब इन्ट्रान्स गरेर भित्र छिरेर म चेक इन गर्छु। चेक इन गरेपछि अनि बाहिर निस्किनु पर्ला, घुम्नु पर्ला सिटी भनेर फर्स्टमा चेक इन गरौँ। एकछिनमा चाहिँ मेरो लगेज चाहिँ चेक जाँच भयो यो। अब त्यसपछि यसको रिसेप्सन चाहिँ फर्स्ट फ्लोरमा रहेछ। भिड रहेछ रिसेप्सनमा त, इन्ट्री गराउनु पऱ्यो पहिला। के रहेछ यहाँको सिस्टम हेरौँ। बुकिङ त मेरो अलरेडी छ। मैले रुम चाहिँ पाएँ। अब यो रुम हो, यसलाई मैले मेरो होटलको रुम टुर देखाउँछु है त। यो चाहिँ बेड भयो, यो यता टिभी छ, यो चेयर पढ्ने, यता चाहिँ के अरे बाथरुमहरू यता छ। अनि यता चाहिँ बाहिर अहिले त अँध्यारो भइसकेको छ। जस यहाँ बाहिर चाहिँ समुद्र छ यो साइडपट्टि। रुम चाहिँ यही हो हाम्रो। बाथरुम, यहाँ बाथटब पनि रहेछ। यता चाहिँ नुहाउने छ होला। यो चाहिँ नुहाउने ठाउँ रहेछ। यो चाहिँ बाथरुम भयो, यो चाहिँ बाथटब भयो। ल यही हो रुम। यो चाहिँ म बसेको होटलको माथि 27 फ्लोरबाट यो यताको चाहिँ सिटी भयो। यो सिटीको भ्यू भयो, भित्रपट्टि भयो। यो गाले रोड भन्दो रहेछ नि यो रोडलाई। यतापट्टि चाहिँ यो समुद्र छ, सबै यो समुद्रको किनारमा यो रोड भयो। फाइनेन्सियल हब जस्तै पनि रहेछ यो। टन्नै बिजनेसहरू पनि हुने। अनि यता पनि छ, यतापट्टि यो चाहिँ स्विमिङ पुल भयो। अनि यो देखिने जति सबै ओसन भयो, समुद्र हो यो जति जति। वहाँ पर अलिअलि बत्ती वाला देखिन्छ, त्यो चाहिँ सिपको होला सायद। अरू नभएदेखि यो रोडहरू यो भयो। यही हो कोलम्बो सिटी। यही हो भन्दा अब यही हो रहेछ। माथिबाट चाहिँ यस्तो देखिँदो रहेछ कोलम्बो सिटी चाहिँ। म बसेको यो माथि 27 फ्लोरमा यहाँ एउटा रेस्टुरेन्ट छ। त्यो रेस्टुरेन्टको छतबाट मैले हेरेको। यहाँ दिउँसोमा चाहिँ मजा हुन्छ होला। यहाँ स्विमिङ पुलबाट उता ओसनको भ्यू लिँदै पौडिनलाई चाहिँ रमाइलो हुन्छ। दामी भयो भ्यू चाहिँ, राम्रो रहेछ। दिउँसोमा त अझ राम्रो देखिन्छ होला, किनभने समुद्र त्यहाँ छ। समुद्रको पानी छाल अहिले आइरहेछ। हल्का हल्का पानी पनि परिरहेछ। तर रमाइलो छ मौसम। दिउँसो त गर्मी एकदम, यहाँ पनि गर्मी रहेछ। गर्मीको सिजनमा त हजुरहरू आउँदा पनि गाह्रै पर्छ। यो चाहिँ अर्को साइडमा, अर्को साइडपट्टि जाउँ है। यहाँ पनि स्विमिङ पुल रहेछ, तर यो चाहिँ सानो। वाउ, यता पनि सिन त दामी रहेछ। ल हेर्नु, छैन त गजब। कोलम्बोको दृश्य ऊ त्यो लोटस टावर भयो। अब त्यो त जहाँबाट पनि देखिन्छ नै हैन। ल झिलिमिली भ्यू चाहिँ दामी देखिँदो रहेछ। यहाँ पनि त्यही हो। यता चाहिँ सिटी छ, यता चाहिँ ओसन भयो, इन्डियन ओसन छ यता। अनि ऊ त्यहाँ ब्रिज बनाएको रहेछ। यो चाहिँ सिटीको भ्यू। यो सबै रोडहरू अब यो पहिला के उहरू के अरे सरकारी कामकाजहरू हुने कतिवटा बिल्डिङ पनि रहेछ पहिला पोर्चुगिजहरूको पालामा। अनि अहिले चाहिँ सिफ्ट भएर अहिले नयाँ एरियामा लगेको छ। तर देख्न चाहिँ पाइँदो रहेछ यहाँ पुरानै बिल्डिङहरू। पुरानो भए पनि कामकाज चाहिँ सबै उताबाट हुने रहेछ। यो चाहिँ सिटी। यो चाहिँ अर्को होटल। यो यस्तो छ है कोलम्बो सिटी। बिल्डिङहरू
अलि रातिमा भयो, दिउँसोमा भएको भए अझ क्लियरसँग देखिन्थ्यो। ल यही हो, हजुरहरूलाई मैले कोलम्बो सिटी पनि देखाएँ। अब नेक्स्ट भिडियोमा अब सिटीमा आज त अब खाना खाएर सुत्नु पऱ्यो, अलिकति थाकिएको जस्तो पनि भयो। नेक्स्ट भिडियो अब बाहिरतिर गएर बनाएर हजुरहरूलाई पनि घुमाएर म नेक्स्ट भिडियोमा हजुरहरूलाई देखाउने छु। अहिलेको लागि यति नै, धन्यवाद, नमस्ते।